आज हामीसँग चाहिँ एलबी लिङ्कको AC 1200 मोडेलको वायरलेस राउटर है त वायरलेस वायरलेस ड्युल ब्यान्ड भएको दुईटै 4G 5G दुईटै चल्नेवाला हामी यसको चाहिँ सेटअप गर्ने तरिका चाहिँ म देखाउने छु। यसलाई पावरमा हालिसकेपछि एकदम यो पहिला सुरुमा चाहिँ यसरी यो 2G मा बल्छ र अर्को पावर मात्रै बल्छ है त। यति बोलिसकेपछि तपाईको अब हामी सिधै स्क्रिनमा जान्छौँ। म तपाईलाई स्क्रिनको सबै देखाउँछु कसरी सेटअप गर्ने हो वायरलेससँग चाहिँ त्यो चाहिँ म देखाउँछु है त तपाईलाई। अब त्यति भइसकेपछि तपाई वाइफाईमा जानु होला एकचोटी। त्यसपछि यहाँ 4G कनेक्ट गर्नुस् जुन गरे पनि हुन्छ। यो क्रोममा जानु होला। यहाँ चाहिँ आईपी एड्रेस हाल्नुपर्छ त्यो मैले राखेको त्यो हान्नु होला है त। यहाँ पासवर्ड हान्ने आउँछ त्यसमा चाहिँ एडमिन भन्ने आउँछ डिफल्ट पासवर्ड त्यो चाहिँ राख्नु होला। यति भइसकेपछि तपाईले यो सुरुमा चाहिँ यसरी क्विक सेटअप भनेर आउँछ हैन। यसरी भयो भने चाहिँ तपाईको एकचोटी ब्याक गरिदिनु होला। यसरी ब्याक गरिसकेपछि ब्याक गर्दा नि भयो प्रिभियस गर्दा नि भयो। यसरी चाहिँ आउँछ रिपिट मोडमा गर्नु होला। रिपिटर मोडमा त्यसपछि आफ्नो घरको प्राइमेरी मेन राउटरको वाइफाई चुज गर्नु होला। त्यसपछि पासवर्ड राखिदिनुस् है त त्यो प्राइमेरीको। त्यसपछि 2G र 5G को पासवर्ड राख्ने आउँछ त्यसमा राख्नु होला। एउटै राख्दा नि भयो फरक राख्दा नि हुन्छ है। मैले त्यसमा एउटै राख्दैछु। त्यसपछि एप्लाई गरिदिनुहोस्। ल यो चाहिँ पासवर्ड स्क्रिनशट गरेर राख्नु होला तपाईलाई सजिलो पनि हुन्छ। त्यसपछि वाइफाईमा जानु होला। त्यसपछि मेन राउटरको कनेक्ट गर्दा नि भयो एकछिनपछि वेट गर्नु होला। त्यो भनेको यो चाहिँ अन हुँदैछ यसमा सेकेन्डमा देखाएको। सर आउनु त सर यसकै भन्नु अब चाहिँ तपाईले रिपिटरमा हेर्न सक्नुहुन्छ अटोमेटिक मेरो कनेक्ट दिँदैछ। एकछिन टाइम लिन्छ कनेक्ट हुनलाई। ल कनेक्ट पनि भयो। अर्को 5G पनि पासवर्ड हाल्नु त्यो सेम हेर्नु होला त्यही पासवर्ड हो। ल कनेक्ट भइसक्यो। हल्किसकेको छ। एडमिन भन्नु होला। त्यसपछि यहाँ एडभान्समा जानुहोस्। एडभान्समा गइसकेपछि तल सार्नु होला क्विक सेटअप रिपिटर मोड। Today to be special. No, not. It feels pretty special to me. Me too. Yeah, I'm just being together. त्यसपछि आफ्नो घरको प्राइमेरी मेन राउटरको वाइफाई चुज गर्नु होला। त्यसपछि पासवर्ड राखिदिनुस् है त त्यो प्राइमेरीको। त्यसपछि 2G र 5G को पासवर्ड राख्ने आउँछ त्यसमा राख्नु होला। एउटै राख्दा नि भयो फरक राख्दा नि हुन्छ है। मैले त्यसमा एउटै राख्दैछु। त्यसपछि एप्लाई गरिदिनुहोस्। ल यो चाहिँ पासवर्ड स्क्रिनशट गरेर राख्नु होला तपाईलाई सजिलो पनि हुन्छ। त्यसपछि वाइफाईमा जानु होला। त्यसपछि मेन राउटरको कनेक्ट गर्दा नि भयो एकछिनपछि वेट गर्नु होला। त्यो भनेको यो चाहिँ
अन हुँदैछ यसमा सेकेन्डमा देखाएको रोटेटिङ लाइटको पनि भिडियो बनाउन हालिदिइहालौँ सर आउनु त सर यसकै भन्नु कुनमा चढाउनु मलाई चेयर देऊ न अब चाहिँ तपाईँले रिपिटरमा हेर्न सक्नुहुन्छ अटोमेटिक मेरो कनेक्ट दिँदैछ एकछिन टाइम लिन्छ कनेक्ट हुनलाई कनेक्ट पनि भयो अर्को 5G पनि पासवर्ड हाल्नु त सेम हेर्नु होला त्यही पासवर्ड हो ल कनेक्ट भइसक्यो